मलाई स्वास्थ्य पढाउनु पर्छ बाध्यतावश। किनभनेदेखि यहाँ हाम्रो विद्यालयमा दरबन्दी। अर्को कुरा विद्यालय सञ्चालन गर्नको लागि विद्यार्थीहरूलाई विषयगत रूपमा जुन जुन विषयका चाहिँ हामी पढाइ यहाँ गर्छौँ त्यो विषयको सक्षम भनेको तालिम प्राप्त शिक्षक। म अङ्ग्रेजीको शिक्षक, मलाई स्वास्थ्य पढाउनु पर्छ बाध्यतावश। किनभनेदेखि यहाँ हाम्रो विद्यालयमा दरबन्दी। यहाँ 4वटा हाम्रो मालिका दरबन्दी, त्यसमा एउटा हेडमास्टर गएर 5वटा चाहिँ दरबन्दी भएका छन्। सब्जेक्ट हाम्रो 8वटा गर्छन्। त्यसमा पनि हामीहरूले त्यसलाई यो गार्डेनिङ गर्नको लागि बेग्लै चाहियो, स्काउटको लागि बेग्लै चाहियो, हामी सबै क्षेत्रको लागि यो सङ्गीतको लागि नृत्यको लागि पनि चाहिन्छन्, अतिरिक्त क्रियाकलापको लागि पनि चाहिन्छन्, एउटा पण्डितजी चाहिन्छन्, एउटा स्विपर चाहिन्छन्। कमसेकम त्यो अनुसारको हाम्रो चाहिँ दरबन्दी पनि हुनुपर्दछ विद्यालयमा। मात्रै विद्यालय इन्फ्रास्ट्रक्चर र त्यसपछि हामीहरूको यहाँ जति पनि हामी शिक्षकहरू छौँ त्यो अधिकांश शिक्षकहरू अस्थायीबाट आए। अस्थायी प्राध्यापकले काम गरेको अस्थायी अवधि स्थायी हुने बित्तिकै उच्चारण गरिन्छ। पेन्सन परियोजनको लागि 10 वर्ष अस्थायी गरेको छन्, 20 वर्ष अस्थायी गरेको छन्। यो 20 वर्षको 100% 20 वर्ष यो पेन्सनको लागि, पेन्सन परियोजनको लागि त्यसमा चाहिँ जोड्नुपर्छ। त्यो अस्थायी मात्रै होइन कि त्यो तपाईँको राहतमा काम गरेका हुन्, करारमा काम गरेका हुन्, प्राविधिकमा काम गरेका, त्यो सबै चाहिँ हाम्रो एडिङ हुनुपर्दछ। किनभनेदेखि त्यही जरुरी हामी भन्दैछौँ त्यो अस्थायी अवधि 100% यदि टिचरमा गरियो भनेदेखि त्यसले प्रभाव पार्दछ, मनोबल चाहिँ